इन्डियामा पड्क्यो भने 10,000 मान्छे मर्ने रहेछ। त्यो आरडिएक्स आरडिएक्स त्यो पड्क्यो भने 10,000 मान्छे मर्ने। जस्तो यो आन्दोलनमा एम्बेसीकोहरूको पनि रोल हुन्छ नेपालमा भइहाल्छ नि, परिचालन गर्छन् उनीहरूले पनि गर्छ। जस्तो तपाईँको त एम्बेसी भनेपछि एउटा घटना पनि छैन। तपाईँले त फर्स्ट सचिव पाकिस्तान एम्बेसीको सचिव त्यो के घटना भन्ने त्योभन्दा अगाडि त्यो पाकिस्तान एम्बेसीको चाहिँ फर्स्ट सेक्रेटरीले इन्डियन नोट हजारको नक्कली नोट इन्डिया पठाउनु लाएर छ। त्यो बेला अनि हाम्रो पुलिस गएर त्यहाँ जाँदाखेरि उनीहरू ढोका खोलेन, ढोका नखोलेर भित्रै जलाइदियो, नोटै भित्रै जलाइदियो, सिद्ध्याइदियो, भित्रै छिर्दैन, एमएसीमा छिर्नु पनि हुँदैन। अनि त्यसपछि त्यो ड्रग आरडिएक्स 18 केजी 100% छ भन्ने इन्फर्मेसन भएपछि आइजिपी प्रदीप शमशेर अनि ओम विक्रम राणा डिआइजी थियो, धादिङमा थिएँ। धादिङदेखि बोलाएको मलाई, बोलाएर यसो पानेश्वरमा यसो पहिला पनि यस्तो घटना भयो, हामीलाई अप्ठ्यारो गर्यो इन्डियन एम्बेसी पेल्यो भन्थ्यो के, पेल्यो, यो चाहिँ जसरी हुन्छ समात्नु तिमीले भने, म समातिहाल्छु सर भने। अनि म गएँ बानेश्वर। त्यो इन्डियामा पड्क्यो भने 10,000 मान्छे मर्ने रहेछ। त्यो आरडिएक्स त्यो पड्क्यो भने 10,000 मान्छे मर्ने। अनि जाँदाखेरि त तिनीहरू त जान इन्डिया दिल्ली जान लागेको। अब उनीहरू त डिप्लोमेट होइन, यो त एमएसीको घर हो, चिठीले भन्छ, परराष्ट्र चिठीले भन्छ मैले। अब यसले त सिध्याउनु भयो भने घाँटी समातेर त्यसलाई एउटा फोटो नै आयो नि तपाईँले तानेर ल्याउँदै गरेको। घाँटी समातेर ठ्याक्क गरेर मलाई त इन्फर्मेसन थियो, प्रदीप शमशेर आइजीले भनेको यो जानु, त्यहाँको ग्राउन्ड फ्लोरको बायाँपट्टि कोठामा लाइब्रेरी छ, लाइब्रेरीमा छ त्यो प्याक भनेको थियो आरडिएक्स। अन्त ठ्याक्क भेटेँ अनि दुइटैलाई लिएर आएँ। फेरि डिप्लोमेटलाई हतगोड लाउनु नहुने रहेछ, मैले हतगोड लगाइदिएँ। हतगोड लाएर अनि त्यसको बुढीलाई पनि लिएर, त्यसको बुढी चाहिँ मेकअप गर्दैछ कि, लिएर हनुमान ढोका ल्याएर छोडिदिएँ आरडिएक्स। अब उनीहरूलाई त 2 मिनट पनि राखेन नि। त्यो त त्यो एकजना लेडिज थियो होला त्यो बेलाको राजदूत लेडिज पाकिस्तान लिएर त्यही रात पाकिस्तान उडायो। त्यो डिप्लोमेट्स पक्राउ परेपछि चाहिँ हामीले के फिर्ता दिनुपर्छ कि डिपोर्ट गर्नुपर्छ, के हुन्छ? डिपोर्ट गर्नुपर्ने रहेछ उनीहरूलाई, फिर्ता पठायो एमएसीको जिम्मा लाउनु पर्ने रहेछ डिप्लोमेट्सहरू। त्यही रात आएर 8 कि 9 बजे उडेर गयो। पछि तपाईँलाई पाकिस्तानको तर्फबाट केही धम्की आएन कि? होइन, एकचोटि अनि म त्यो बेला डिएसपी हुँदा समातेको, अनि एसपी भएको थिएँ म सशस्त्रको। अनि उसमा हलचोकमै प्रोग्राम थियो वार्षिक उत्सवमा, अनि सबै एमएसीहरूलाई पनि बोलाउँछ क्या। त्यहाँ त्यो एउटा पाकिस्तानको हामी अब खाइरहेको थियौँ होइन। अनि त्यो मेरो त उदिएको त्यसले माधव थापा भन्ने नेमप्लेट देख्यो। मिस्टर थापा, तपाईँले मेरो देशको ठुलो बेइज्जत गरिदिनु भयो भने त्यसले, त्यहाँको त्यो कर्नेल रहेछ क्या त्यहाँको, भनेपछि होइन इट्स माई ड्युटी, तिमीहरू नचाहिने काम गर्नु त हाम्रो देशमा टेकेर तिमीहरूले चाहिँ इन्डिया बर्बाद गर्न खोज्नुहुन्छ त भन्दै मैले हाम्रो भूमि प्रयोग गरेर। अनि त्यो चुप भयो।